जुन घरको नुन खाइस् त्यही थालमा दुख्छ। नुन चर्को भयो, मलाई मन परेन। आउटला दफा 229 मुभी रिलिजमा आइसकेको छ र यो मुभी हेरिसकेपछि वान वर्डमा भन्नुपर्दाखेरि एकदमै गजब मुभी बनेको छ। ओभरअल मुभी कस्तो छ भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। बुवासोहरू झुन्डमा हिँडेर आफूलाई बाघ सोच्छन्, तर बुवासोलाई के थाहा, बाघ एक्लै आउँछ र एक्लै शिकार। विक्की महर्जनद्वारा लिखित र निर्देशित मुभीमा हामीले सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहाडी, महेश त्रिपाठी आदिको अभिनय देख्न पाउनेछौँ भने मुभीको बारेमा भन्नुपर्दाखेरि एकदमै गजब मुभी बनेको छ। नेपाली मुभी इन्डस्ट्रीमा यतिको लेभलको मुभी बन्नु भनेको ग्रोथ हुँदैछ नेपाली मुभी इन्डस्ट्री भन्नु हो। यो मुभीलाई एकदमै गजब तरिकाले खिचिएको छ र त्यसमाथि सुशील श्रेष्ठको पर्फर्मेन्स एकदमै दामी छ। उनले 100% दिएको छन् यो मुभीमा। मुभीको फर्स्टको 10-15 मिनट केही नपुगेको भए तापनि त्यसपछिको भने एकदमै बवाल रहेको छ मुभी, टप नच लेभलको। त्यसै गरी मुभीमा हस्पिटलबाट स्केप हुने सिन्सहरू र क्लाइमेक्सको त्यो कार चेसिङ सिन्स एकदमै बवाल रहेको छ। यो मुभी एक्सन जनराको मुभी भएका कारणले गर्दा पनि मुभीको एक्सनको बारेमा कुरा गर्नु पर्दाखेरि मुभीको एक्सनमा पनि त्यस्तो काहीँ खोट लाउने खाले मैले देखिन। तर अरू इन्डस्ट्रीसँग कम्पेयर गर्ने हो भने त तल नै छ, तर पनि मुभी नेपाली इन्डस्ट्रीमा चाहिँ यतिको लेभलको एक्सन बनाउनु भनेको पनि एकदमै दामी नै कुरा हो। त्यसै गरी मुभीको बिजिएमको बारेमा कुरा गर्नु पर्दाखेरि मुभीको बिजिएम पनि फिल गुड नै रहेको छ। सिनेमेटोग्राफी झन् एकदमै बवाल दामी नै रहेको छ भने मुभीको कलर टोनहरू पनि एकदमै राम्रोसँग प्रयोग गरिएको जस्तो देखिन्छ। सङ्ग्सको बारेमा कुरा गर्नु पर्दाखेरि सङ्ग्स भिटिएनको सङ्ग्स एकदमै बवाल लागेको छ र जुन टाइममा आउँछ त्यो अति बवाल रहेको छ भने आर्टिस्टहरूको कामको बारेमा कुरा गर्नु पर्दाखेरि सुशील श्रेष्ठले आफ्नो 100% दिएको छन् मुभीमा। अरू एक्टरहरू पनि मन्त्रीको भान्जाको रोल प्ले गर्ने एक्टरको काम एकदमै अति बवाल नै रहेको छ। त्यसै गरी अर्को इन्सपेक्टरको रोलमा रहने एक्टरको काम पनि अति बवाल नै लाग्यो। त्यसै गरी महेश त्रिपाठी सानो क्यामियो रोलमा आए तापनि उनको काम पनि एकदमै राम्रो देख्न सक्छौँ मुभीमा भने ओभरअल मुभीले नेपाली भर्जनको एनिमलको भाइब्स दिन्छ। तपाईहरुलाई भने कस्तो लाग्यो आउटला दफा 229 मुभी कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। हिजो समस्यालको सरकार देखेको थिइस्, आज बाघको सरकार देखिस्। आजलाई भने यति नै। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरूको रिभ्यू र मुभी अपडेट जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।